सबैजनालाई मेरो सानो मिनी ब्लगमा हजुरहरूलाई भिडियो मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला है। म चाहिँ आज यो कार्डिगन बुन्नु जाँदैछु। मैले यति चाहिँ बुनिसकेको छु अनि त्यसको पछाडिको भाग चाहिँ पुरै बुन्नु बाँकी नै छ। आधा बुनिसकेको छु। म हजुरहरूलाई बुनेको पनि देखाउँछु है। म चाहिँ सिलाउनु जाँदैछु। म चाहिँ यो भिडियो क्यामेरा त्यसै गरेर सिलाएको है। मेरो त्यस्तो बाङ्गो खालको क्यामेरा हुँदैन होइन, बाङ्गो नै हुँदैन। अनि यो चाहिँ पछाडिको भाग होइन। भर्खर हजुरले पनि सिक्नुहुँदैछ भने यसै गरी सुरुमा सिकिन्छ होइन। यो चाहिँ धेरै गाह्रो हुन्छ यो घर बनाउनुलाई। अनि यो चाहिँ मेरो फर्स्ट टाइम सिकेको हो मैले होइन। यो पछाडिको भाग हो, यसमा चाहिँ मैले गर्नुपर्ने हुन्छ होइन। मैले बिर्सिरहेको छु कति हो। यो चाहिँ ठुलो साइजको है, मिडियम साइजको होइन ल, यो चाहिँ ठुलै साइजको हो। यसरी गरेर गर्नुपर्ने हुन्छ होइन। मैले बनेको छुइनँ, बिर्सिरहेको छु। त्यो कति छ अब म्याक्सिमम गर्छु बसिरहेको छ। म चाहिँ नानी सुताएर होइन छिटो छिटो यो भिडियो बनाएको नि के गर्नु, भिडियोमा रहर लाग्छ है। सबैजनाको आफ्नो आफ्नो एउटा खुबी हुन्छ होइन। तपाईँहरूलाई मलाई यो घर बनाउनु त आइसकेको छ। हजुरहरूलाई मैले यो घर बनाउनु म सिकाउने छु होइन। बिस्तारै बिस्तारै मजाले बिस्तारै नै घर बनाउनु सिकाउने छु हजुरहरूलाई। यो चाहिँ मेरो फर्स्ट टाइम मैले सिकेको घर बिग्रेको हो। म अर्को यसको फ्रन्ट साइड पुग्दाखेरि म हजुरहरूलाई घर बनाउनु सिकाउने छु है। यो चाहिँ ब्याक साइडको भएर मैले घर बनाउनु सिकाएको। मेरो यो ब्याक साइडको घर चाहिँ बिग्रेको छ, यसमा चाहिँ गर्नुपर्ने हुन्छ होइन। म चाहिँ बिर्सिरहेको छु, हजुरले चाहिँ बेसी गर्नु होला। म्याक्सिमम गर्छु कति पारा तानेर यहाँ त्यति नै तान्नुपर्ने हुन्छ। जति हामीले तल घरमा तानेको छौँ नि त्यति नै तान्नुपर्ने हुन्छ है। अब बिर्सेको छ भने यसरी बन्दा हुन्छ होइन। अन्दाजमा चाहिँ तान्नु भएन, अन्दाजमा तान्नु भने तपाईँहरूको हुँदैन है। यो एक भयो, यो भयो। त्यसरी बस्यो भने कस्तो ढाक छ, अलिकति त्यसरी बस्नु हुँदैन, ढाक केही हाल्छ बिर्स्नु भने यसरी गर्न सक्नुहुन्छ। 1 2 3 4 5 6 7 8 9 10 यसरी गर्न सक्नुहुन्छ है। यो चाहिँ क्रुस मेरो मोटो भयो होइन। यो चाहिँ मोटो भयो, जति सानो क्रुस लिनुहुन्छ उति फिनिसिङ राम्रो हुन्छ है। यस्तो चाहिँ मान्छेहरूले 3 दिनमै सक्छ। यो मेरो 10 दिन लाग्ने रहेछ कार्डिगन बनाएको। किनकि यहाँ घरको कामले गर्दाखेरि मैले छिटो बनाउनु पाएको छुइनँ है। कहिले कहाँ पुग्नु परेर त्यही भएर है यसरी तान्नुपर्ने हुन्छ। एउटै घर नतानिकन सिधै तान्नुपर्ने हुन्छ। यो गाडी बिचबाट जाँदाखेरि त यसरी घर नदिनु, सानो सानो पनि धेरै सानो पनि बुन्दैन, मसिनो बुट्टा पनि हाल्दैन, सानो यहाँ हुन्छ ठिक्क है मिडियम साइजको। नानी सुतिरहेको छ, नानी सुतेर फटाफट गइहाल्छ। तेस्रो बाङ्गो गरेको छु किनकि मेरो उयसमा मिल्दैन, मेरो स्ट्यान्ड नै बाङ्गो खालको छैन, त्यही भएर तपाईँहरूलाई मैले खाटमा राखेको देखाइरहेको छु। यो चाहिँ यसरी गर्नुपर्छ है। एउटा 1 2 3 4 5 6 7
8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 अब यहाँ एउटा त गर भने 33वटा हुन्छ। जम्मा जम्मी चाहिँ 45वटा मैले चाहिँ बनाउन आँटेको। तपाईँहरूले चाहिँ कति साइजको कति लामो बनाउनुहुन्छ त्यो अनुसार बनाउन सक्नुहुन्छ है त। अनि यो बोर्डर चाहिँ मेरो बिग्रेको छ, म चाहिँ भर्खर स्टार्ट गरेको। अब चाहिँ मलाई बोर्डर बनाउन आइसक्यो। तपाईँहरूलाई म अगाडिको पाटा बनाउँदाखेरि बोर्डर पनि बनाएर देखाउने छु है त। सिक्दाखेरि चाहिँ तपाईँहरूले सस्तो धागो नै लिएर सिक्नु होला। अनि यो चाहिँ सस्तो खालको मोटो खालकै धागो लिएर सिक्नु होला। अगाडि सिक्दाखेरि चाहिँ नयाँ धागो एकदम राम्रो खालको धागोले नसिक्नु होला होइन। यो मोटो खालको यसमा 2 तरिकाको धागो हुन्छ। एउटा सानो खालको धागो हुन्छ, सानोभन्दा अलिकति मोटो धागो लिएर सिक्नु होला। अलिक फिनिसिङ पनि राम्रो हुन्छ।